हेलो गाइस वेलकम टु माई च्यानल इट्स मी उपासना। अब चाहिँ हामीले मोमोको प्लान बनाइरहेको छ सबैजनाले। सो हामी चाहिँ आया हो मोमो खान आँटेको होइन, तपाईँहरूलाई देखाउँछु। मेरो साथी मोमो खानु मन छ? अफ कोर्स। ओके बाई बाई। अब एकछिनमा भेट्छु ल। दुताउँछ त्यहाँ भाइले पुरा डिस्टर्ब गर्छ। मेरो छोरा स्टाफ गाइस हामी चाहिँ अब मोमो गर्दैछ, हामी चाहिँ खुसी। यहाँ किमा बनाउने मान्छे यहाँ चाहिँ किमा बनाउने मान्छे। यहाँ चाहिँ हाम्रो खतरा भाउजू हुनुहुन्छ। ग्यासको बच्चा यस्तो त काकीले अब चाहिँ भाइ र म दोकान जाँदैछौँ टमाटर किन्नु 20 रुपियाँको। गाइस हामीले टमाटर तेल किन्न आएको होइन, तर माझी टमाटर चाहिँ 650 ग्रामको चाहिँ 100 पर्छ, तर यहाँ चाहिँ 420 को चाहिँ 100 रुपियाँ पर्दैछ भने चाहिँ कति चाहिँ फरक? यति 4 टाप 20 रुपियाँको टमाटर। यहाँ प्याज कसरी काट्छ अरे प्याज? किन हाल्छ साउन्ड? तेरो साउन्ड चाहिँ काट। कबीर सिंह या अलिक यसो गर्नु न। मोमोको एमएलए हो म आज। पहिला के यस्तो झुन्डाएको रहेछ किचनमा हाम्रो। म चाहिँ मम्मी कसको प्यान्टी झुन्डाको भन्थेँ नि खालि यसलाई चाहिँ। अहिले सम्झिँदा तेरै प्यान्टी। के भिडियोमा हाल्ने हो किमा गर्नु? अङ्कल चाहिँ यहाँ रेस्ट गर्दैछ, सबैजना बाहिर काममा चाहिँ अब यहाँ अदुवा लिन आएको। यतिमा हुन्छ होला, अघि यति गरेको छ। अहिले यो गरेपछि त उयो गर्नु परेन नि, फेरि केमा राख्नु यो चाहिँ? तिमी गोली छैनौ, तिमी ब्युटी। Look at this guy. Momo's recipe. Like this. Corona was on this side. And come eat with with यहाँ चाहिँ अचार रेडी छ। ले बनाएको अचार चाहिँ। हेलो भनिदेऊ। हेलो भनिदिनु। हेलो बहिनी। अचार मैले बनाएको गाइस यो चाहिँ। थ्याङ्क यू भन्नु न। थ्याङ्क यू इंग्लिश बोल्देऊ त नानासँग। थ्याङ्क यू भन्न न। थ्याङ्क यू। कति राम्रो। थ्याङ्क यू अलिक दिनु। अलिक थोरै सन्डे फेरि म मिल्छ। रुङ्दा भइसक्यो। कुकुरहरूले यति ताक्दैछ कि यहीँ बसिरहेछ। एउटा यहाँ अघि दुई दिन आएको थियो, हामी चाहिँ गोठालो गर्दा गर्दा पाक्ला भइसक्यो। कैलाश दाम त ठुला। एउटा मक्टु अनि एउटा चाहिँ अलिक सानो भइरहेको, त्यही भएर म जाँदैछु मक्टु लिनु काकीको घरमा। उहाँ छ घर चाहिँ जाँदैछु म। चाहिँ हामी बेल्न आँटेको। मम्मी पनि आयो बेल्नु। काकाले
खै खै अझै सो मच खै अझै काका कोक आउँछ ए दिनेश दादा यो 50 को चेन्ज क्या भिडियो सबैजना भेला भयो अब चाहिँ हाम्रो फाइनल हामी मोमो बनाउँछ अब चाहिँ सबैजना मेरो बाबाको भने अनुसार राम्रो छ आए त अर्को भाइले बेल्दैन यसले पनि चौकी नै बोकेर के डर लाग्छ त्यो होइन नयाँ ल्याउनु छोड्दै अब त्यो माथि झुन्डाइदिनु कहाँ राख्नु अब यहाँ चाहिँ यो त हुँदैन भगत फुकाए के हो हालेको छैन हामी त छैन हालेको कैलाशले कराउँछ हो रे कैलाशले बेलेको गरम मक्टो दिन्छ भाउजू त दामी भएछ है तिमीले बसानी लगाएर बनाउँदै जेरियामा त बेल्नु त अलिक पछाडि गएर केमा चाहिँ बेल्नु खोइ त्यसलाई गरिदिया खतरा भयो नि त एउटा गिटार बजाएर चाहिँ त्यति भए सिक्दै छ जागाले आले सियो म सियो गयो 10 रुपैयाँ दिन्छ हाई भन्दै ओएन खासै यस्तो त शनिबार बनाउनु पर्छ नि है हो त शनिबार मात्रै मोमो खान्छ म चाहिँ कैलाशले गर्दा मेरो च्यानल भाइरल हुन्छ होला म चाहिँ बिस्तारै बिस्तारै पस्नु दल्नु किन राखेको त्यो साँचेर पहिला यो सेट पुरा हाल्यो यसमा दल्नु बिचाल यसमा दल्दै गर्नु त पहिला बरु दल्ने नै दलेल्नु म यो तेल म पस्न छु कि भित्रै फर्स्ट ओपनिङ गरेको मोमो बनिरहेको होइन पहिला बनाउनु आजकल त हाम्रो बनाइबस्छ हामी चाहिँ यहाँ सबैजना कैलाश दाले चाहिँ अघि कडा कडा छ हो हिटलर यहाँ हुनुहुन्छ सुभाष दा खुसीहरूले मनाउँदैछ म चाहिँ यहाँ बसेर छु बसेको महिना भर्खर बनाएर छिउनेको भाइ यहाँ चाहिँ भाइ चाहिँ बसिरहेको छ यहाँ चाहिँ अन्त यस्तो भयो यहाँ कोक खाँदैछ सबैजना मेरो पनि कोक आयो हामी बनाउँदैछ स्पोन्सर बाई काका भुत्लै डरेर ठाडै पऱ्यो कोल्टे हाल्यो अब यहाँ देखा भन्ने मेरो ए भिडियो अन छैन मलाई यहाँसम्म नारायण यो पास गाइस मैले चाहिँ यति मोमो बनाएछु बाल्नुको लागि पर्दैछ सबले मोबाइल कति खुसी यतिखेर कस्तो भयो है आनन्द मोमो अयन भाइ कस्तो भयो तो ल गाइस हैन हामीले चाहिँ भर्खर बनाइसक्यो मैले सबै मोमोको मजा बनाएँ हैन अनि अब चाहिँ भाइहरूले चाहिँ खायो भाइले कतिवटा खायो तँ कतिवटा खाइस् 25 25 अनि म जे 15 फर्स्ट 10 सेकेन्डमा 15 प्लेट आनन्द भिडियो बनाएर तिमी फेरि आनन्दले हाल्दैन अन्त तिमी 25 अब फ्लोरेन्स चाहिँ 20 तैँले पनि 25 जोड्छस् मैले चाहिँ खाएको छुइनँ ए खुसी कतिवटा खाइस् भन्न मोमो खाइन्छ सबैजना सबैजना रेडी म आफै खिच्छु गाइस हामीले चाहिँ अब मोमो खाइसक्यो होइन भात काकी कतिवटा खायो खुसी खुसी कतिवटा खाइस्
तातो पानी बसाएको भए 80 वटा खायो तैँले कति खायो? म चाहिँ आउँछ कि उसले भिडियो गर्ने मान्छे चाहिँ मलाई त देखा। बिरेको हड्डी छ नि होला औ पास्नी खै आयो भनेको हड्डी भनेको एक डाडु हाल्दा त फुपाले कतिवटा खायो फुपाले कतिवटा खायो 7 वटा 7वटा खायो आफ्नो फुपाले डन यता चाहिँ 6 वटा उडेको छ चुलामा पनि फुपाले काम गरेको यता गयो हात धुनु ताकि काहीँ बनाए भाइ अँ ऊ परेको गुना विशाला चाहिँ हाल्दिनु विशाला छ त उयो सुप कसले पनि खाँदैन सबैले बुटुको छन्काएको तपाईँलाई मै रहेछ हो अन्ना नभए सन्नामा जान्छ मोमो न्याक्कै भयो नि यो मोमो नै बनाएर सकेको गाइस होइन हामीले चाहिँ खाइसक्यो सबैले मम्मीले 18वटा खाए खुसी चाहिँ यहाँ खाँदैछ यहाँ मम्मी हुनुहुन्छ यहाँ योजना बोजू यहाँ कैलाश दा कुन चाहिँ धुने भाँडा यो धुने कालो हामीले चाहिँ सबै गरिसक्यो भक्टु धुने तपाईँ खाइसक्यो होइन प्लेटहरू बस्नु खाइसक्यो चिन्छ। म राखिदिन्छु थुन्काइदिन्छु ट्याङ्की अब चाहिँ भाँडा धुने हामी भाँडा अब चाहिँ लास्टमा चाहिँ उयो भएर चाहिँ बार्दैछ बेसी खानु सकेन हामीले यहाँ मेरो हेयर स्टाइल अब चाहिँ हामी बार्दैछ विशाललाई चाहिँ एक गिलास पनि लगेको रहेनछ ऊ माथि डाँडामा बसेर सबैजना यहीँ छ म पनि यहाँ छु अब चाहिँ भाँडा धुने चाहिँ म र खुसी बसिरहेको छु सबै मान्छेले बार्दैछ भाँडा धुनुको लागि मलाई पर्खिरहेको छ अब चाहिँ हामी भाँडा धुन आँटेको यहाँ भाँडा यति छ भाँडा हामी यो र म धुन आँटेको खुसी र भाँडा धुन आँटेको अहिले लान्छु कुन चाहिँ यो ठुल्ठुलो खुसी चाहिँ यहाँ भाँडा धुँदैछ हो म चाहिँ यहाँ बसिरहेको छु म अब यति चाहिँ म आधी धुन्छु खुसीले आधी धुन्छ म चाहिँ ओसार्दैछु अहिले चाहिँ भाँडा यहाँ जेमी हेरिरहेको छ भाँडा नसकाएर यहाँ काकीहरू धुँदैछ हामीले जो मोमो प्लान गर्यो आज अर्कै भ्लग चल्दैछ उसको अन्त यो चाहिँ